माननीय सभामुख महोदय, हाम्रो देशमा त शिक्षा स्वास्थ्यको त स्तर खस्कै छ, त त्यो भन्दा पनि अन्तर्राष्ट्रिय बेइज्जत भएछ सरकारले बाटो समयमा नबनाएर। नारायणघाट र बुटवल सडकको खण्ड एउटा विदेशीले गएर अहिले भिडियो राखेको छ, सबै मान्य साथीहरूलाई पनि हेर्न भन्छु कि नेपालको सडक हेल हो भने यो नर्क हो, अनि त्यहाँ बाटोको भिडियो पनि खिचेर राखिदिएछ। र 6 वर्षमा जुन दिनदेखि पार्टीको निर्माण व्यवसायीसँग हुन थाल्यो, उसले राज्यको बजेट लुट्ने, समयमा ठेक्का कम्प्लिट नगर्ने, त्यसको म्याद थपिराख्ने। त्यस कारणले म सरकारसँग आग्रह गर्न चाहन्छु, कुनै पनि ठेक्कामा म्याद थप्ने क्लज हटाइयोस्। त्यो म्याद थप्ने नाउँमा कुनै हरेक प्रोजेक्टको कस्ट पनि बढाइन्छ सरकारको मिलोमतोमा, र त्यसलाई समय पुरा गर्दैन। किनकि लुम्बिनी एउटा विश्वको लागि पर्यटक ठाउँ हो। लुम्बिनी आएको मान्छे काठमाडौँ आउँछ, सबैसँग प्लेनमा चढ्ने खर्च आउँदैन, बाटोबाट आउन चाहन्छ, टुरिस्ट चाहन्छ कि बाटोबाट हेर्दै जाउँ। त्यहाँ 6 घन्टा 8 घन्टा लाग्छ। आए पनि जानको ग्यारेन्टी छैन कि जान बचेर आउँछ कि उतै दुर्घटना भएर समाप्त हुन्छ। सैकड़ौं दुर्घटना भइरहेछ। खास गरी गणतन्त्रको एउटै देन हो लुटतन्त्र। लुटतन्त्रले के हुन्छ, सबभन्दा बढी निर्माण व्यवसायले लुट्यो। किनकि जहाँ जहाँ सडक अलपत्र छ, प्राय काङ्ग्रेस एमाले कसम खाएको छ कि हामी सबै निर्माण व्यवसायलाई पार्टीमा भित्राउँछौँ र देशको सार्वजनिक बजेट सत्यानाश गर्छौँ। किनभने मेरै क्षेत्रमा यही प्रधानमन्त्री हुँदाखेरि 165 निर्वाचन क्षेत्रमा पछिल्लो कार्यकाल, अहिलेको कार्यकालको कुरा गरे होइन, उहाँले शिलान्यास गर्नुभयो, ठेक्का लागेर शिलान्यास गर्नुभयो, तर आजसम्म बनेको छैन। किन? ठेकदार काङ्ग्रेसको जिल्ला सभापति छ। अब काङ्ग्रेसको जिल्ला सभापति भएर समयमा सडक बनाउने त मिल्दैन। त्यो एउटा रणनीतिक छ, त्यो पनि बोर्डरसँग जोडिएको छ। अनि नेपाल भारतको सिमाना 12 बोर्डरदेखि लिएर सुकुम्बिया माइतीसम्मको सडक अहिलेसम्म बनेको छैन, 6 साल भइसक्यो, जबकि त्यसको म्याद जम्मा 2 साल थियो। मैले के भन्न खोजेको भने, पार्टीको आवरणमा, सरकारको आवरणमा देशलाई अस्तव्यस्त नबनाऊ। काठमाडौँमा आएको टुरिस्ट उसले लुम्बिनी जान खोज्यो भने कसरी जाने? आए दिन सबभन्दा बढी नेपालमा दुर्घटना हुन्छ। चाहे मुगलिङ पोखरा सडक जाउँ, चाहे मुगलिङ नारायणघाट सडक जाउँ, चाहे काठमाडौँ हेटौडा सडक जाउँ, कुनै पनि सडकको अवस्था छैन। जो बन्छ पनि त्यसको गुणस्तरीय छैन। इभन काठमाडौँको सडकको स्थिति बेहाल छ। जहाँमा जब जेठ सुरु हुन्छ, काठमाडौँको सडकहरूमा काम सुरु हुन्छ। फागुन चैत हिउँदोमा काम सुरु हुँदैन, बर्सात आएपछि काम सुरु हुन्छ कि ताकि यात्रीलाई अनि गाडीवालालाई शास्ति होस्। त्यस कारण म सरकारसँग माग गर्न चाहन्छु, सरकारले सदनलाई जानकारी गराउँ कि कति ठेक्का कति वर्ष भइसकेको छ, के कारणले, कुन प्रधानमन्त्री मन्त्रीको मिलोमतोले त्यो म्याद थप भइराखेको हुन्छ। त्यसमा मात्र कर्मचारी र अख्तियार पनि कहिले पनि त्यसलाई हेर्दैन। दोस्रो कुरा, मधेस सरकारमा यो सार्वजनिक महत्त्वको विषय हो, मधेस सरकारको योजना बेचिएको छ। जो उपभोक्ताको नाउँमा, जसको जुन गाउँमा सरकार छैन त्यो गाउँमा उसको योजना दिन्छ। र भर्खर म जनकपुर गएको थिएँ, होटलमा योजना बिक्री भएर त्यहाँको मन्त्रीजीहरू पैसा लिएर योजना बाँडिराख्नु भएको छ। पैसा नदिकन अब सर्लाहीमा उपभोक्ता बनाउनु छ, रौतहटको मान्छेलाई दिए हुन्छ, किन पैसा तिरेर किने हुन्छ। रौतहटमा बनाउनु छ, सर्लाहीको मान्छेलाई दिए हुन्छ। त्यस कारणले म अख्तियार खाली कर्मचारीलाई तर्साउने थलो नहोस्। अख्तियार जहाँ पनि नीतिगत भ्रष्टाचार छ, पैसा लिएर कमिसन लिएर मध्य प्रदेशमा जुन योजना बाँड्ने काम भइरहेको छ, त्यो नीतिगत भ्रष्टाचार हो। अख्तियारको ध्यान जाओस्। अख्तियार न त भोलि अख्तियार नेपालमा सबभन्दा विवादित संस्थान बन्छ। किनकि जहाँ पनि कर्मचारीलाई मात्र नाम्ने, राजनीतिक नेतृत्वलाई लुट गर्ने। जस्तै अस्ति पनि भर्खर स्वास्थ्यमा खरिदको मुद्दा चलेको छ, त्यहाँको मन्त्री मुख्यमन्त्रीजी एकदम निर्दोष, उहाँहरू त पैसै नखाइकन पदमा बसिराख्नु भएको छ। धन्यवाद।